नमस्ते सबैजना साथीहरूलाई स्वागत छ फेरि पनि हाम्रो भिडियोमा। सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ हामीले धेरै पछि फेरि फुल डे वर्कआउट लिएर आइरहेका छौँ। अब वर्कआउटतिर लागौँ है त। ब्याकको चाहिँ हामीले 4 सेट गर्छौँ, बाइसेपको 2 सेट गर्छौँ र नेक ट्र्याप्सको चाहिँ 1 सेट गर्छौँ। फर्स्ट वर्कआउटमा हुन्छ हाम्रो बी बारमा ल्याट्स पुल डाउन, रिपिटेसन हुन्छ 12 10 8। मसललाई स्क्विज गरेर स्लोली गर्नु होला। सेकेन्ड सेटमा सिटेड केबल र हुन्छ बी बारमा, यसमा पनि रिपिटेसन सेम हुन्छ 12 10 8। थर्ड नम्बरको वर्कआउटमा हुन्छ हाम्रो इन्क्लाइनमा टी बार र सेम रिपिटेसन 12 10 8। मसललाई चाहिँ स्क्विज गर्न ध्यान दिनु होला, वेट बडी उठाएर मात्रै हुँदैन। फोर्थ नम्बरको वर्कआउटमा हुन्छ सिङ्गल आर्म डम्बेल बेन्ड ओभर, एउटा खुट्टा अगाडि एउटा खुट्टा पछाडि गर्दा पनि हुन्छ। कसैले चाहिँ बेन्चमा सपोर्ट के गर्दा आफूलाई इफेक्टिभ हुन्छ त्यही गर्नु होला। रिपिटेसन सेम हुन्छ 12 10 8। यसै गरी हाम्रो बाइसेपको फर्स्ट वर्कआउटमा हुन्छ बाइसेप क्रल बारबेलमा लङ रडमा, रिपिटेसन चाहिँ 12 10 8 हुन्छ। सेकेन्ड सेटमा हुन्छ हाम्रो डम्बेलमा ह्यामर क्रल, रिपिटेसन सेम हुन्छ 12 10 8। मसल कन्ट्र्याक्सन गर्न चाहिँ नबिर्सिनु होला। आजको लास्ट वर्कआउट हुन्छ हाम्रो नेक ट्र्याप्सको चाहिँ डम्बेल स्ट्रक, रिपिटेसन सेम हुन्छ 12 10 8। थ्याङ्क यू फर वाचिङ अनि फलो एन्ड सपोर्ट गरिदिनु होला फर अपकमिङ मोर भिडियोज।